ल साथीहरु हेर्नु नि यति दामी दिन भइरहेको छ यो चाहिँ अहिले बेलुकीको पख हो अनि यो इभिनिङ टाइममा मैले यो भिडियो बनाइरहेको छु हैन त्यो पर देख्दै गरेको चाहिँ माङसेलाहरु भन्छ हैन सिक्किम यो के भन्छ डिक्चु भयो हो माङसेलाहरु भयो यो त्यसो गयो भने चाहिँ हामी नर्थ सिक्किम पुग्छ अनि यो परको डाँडा देख्दै गरेको चाहिँ यो चाहिँ पर लिङमुहरु हो यो लिङमु डाँडा भन्छ यसलाई हैन लिङमुहरु छ त्यहाँनिर त्यहाँदेखि सिधा त्यहाँदेखि ओह्रालो झरेपछि तल यो बादल भाटातिर चाहिँ माखा बजार पर्छ हो त्यहाँदेखि तेर्सो गयो भने चाहिँ अब सिधै माङसेला यो माथि माङसेलाहरु भयो अनि यता माथिको गाउँहरु चाहिँ के भन्छ तुमिनहरु है ए खामदुङहरु यिनीहरु यता पर्यो हो त्यहाँदेखि सिधा गएपछि चाहिँ बादलले त्यो पर ढाकेको मुनितिर चाहिँ अब उतापट्टि तपाईँको नर्थ पर्यो त्यता चाहिँ मंगानहरु है अब जंगुहरु के छ नर्थमा र अस्ति मैले यो भिडियो चाहिँ किन बनाएको भन्दाखेरि चाहिँ अस्ति मैले तपाईहरुलाई यहाँनिर देखाउँदै त्यो ग्रिनरी हुन थालेको छ है आजकल चाहिँ भनेर हैन अनि मकैहरु चाहिँ यत्रो भएको छ हो अनि अस्ति त्यता तल मैले प्लास्टिक लगाएको बैगुन पनि देखाएको थिएँ नि त हैन सो बैगुनहरु चाहिँ अहिले यत्रो भएको छ है आमामा अस्ति यत्रोमा देखाएको थिएँ म यो भन्दा अगाडिको भिडियो तपाईहरु हेर्न सक्नुहुन्छ त्यति बेला मैले यो बैगुन भर्खर प्लास्टिकमा लगाएर देखाएको थिएँ अनि मैले अर्को कुरा के पनि देखाएको थिएँ भन्दाखेरि चाहिँ एउटा चीज देखाउँछु त्यो चाहिँ हो खर्सानी हैन डल्ले खर्सानी सानो थियो त्यति बेला अहिले चाहिँ अब कत्रो भएको छ त्यो डल्ले खर्सानीहरु हैन अब त्यो म देखाउँछु है त ल यहाँ हेर्नुस् ल ए हो डल्ले खर्सानी चाहिँ यत्रो भएको छ है फुल्नु पनि थालेको छ है हो यो चाहिँ डल्ले खोर्सानीको फुल हो अस्ति मैले देखाउँदाखेरि मेरो पहिलाको प्रिभियस भिडियोमा हेर्यो भने मसिनो थियो प्लास्टिकमा हैन रोपेको अनि प्लास्टिकमा हराइएको थियो अहिले चाहिँ यो डल्ले खोर्सानी चाहिँ यत्रो ठुलठुलो बोट भइसकेर पनि फुल्नु थालेको छ हो सो यो चाहिँ डल्ले खोर्सानीको बोट हो अनि टाइम चाहिँ यसरी नै कति छिटो बित्छ है सो अस्ति भर्खरै यो प्रिभियस भिडियो यो भन्दा जस्ट अगाडि भिडियोमा त मैले देखाएको थिएँ सानो थियो अहिले यति छिटो ठुलो भइरहेको छ सो अहिले चाहिँ एभ्रीवेयर ग्रिनरी है एकदम ग्रीन हरियाली छाएको छ अनि यो बेलुकीको मौसम पनि हैन अहिले चाहिँ पानी परेर जस्ट रहेको अनि सबै कुरा ब्युटिफुल भइरहेको छ यो चाहिँ तपाईको केराको बोट हो यसलाई चाहिँ केला भन्छ बनाना बोट है बनाना ट्री अनि यो चाहिँ चिल्लीको हो हैन डल्ले चिल्ली हो यो चाहिँ डल्ले खोर्सानी अनि त्यो तल चाहिँ ब्रिन्जल हैन बैगुनको बोट हो सो यस्तै छ है अहिले चाहिँ साथीभाइ गाउँ बस्तीमा सो आजै अब देखाउन त थुप्रो कुराहरु थियो हैन यति दामी भइरहेको छ अब यो शब्दले हैन बयान गर्न सक्दिन भिडियोमा पनि हैन म तपाईहरुलाई त्यस्तो अब आँखाले देखेको त हुँदैन नि त हैन तर पनि जति सक्दो मैले देखाएको छु आई होप मन पर्यो होला हैन सो यति नै ल आजको लागि बाइ बाइ